कस्तो लागिरहेछ त पोखरा घुम्न आएर रमाइलो भइरहेछ हो र अनि बोटिङ गर्दा कस्तो भइरहेछ बोटिङ गर्दा पनि एकदम रमाइलो भइरहेछ अनि प्याराग्लाइडिङ गर्दा चाहिँ कस्तो भयो त्यो त पुरै नभएको हो बवाल भएको छ तैँले त खुट्टा दुईटा खुट्टा यस्तो माथि लगेस् मलाई डर लागेर मलाई चाहिँ खुट्टा मजाले नराखेर लगाएर सुरुमा चाहिँ जब उठ्ने बेलामा चाहिँ एकदम डर लागेको थियो पछि त माथि त केही नै भएन हो ए अनि छोरीलाई कतिको मिस गरिराख्नु भएको छ त छोरी बिचारी मेरो छोरी कति मिस गरिरहेको छु भर आई मिस यु छोरो ए छोरोलाई ओके अब हामी कहिले जान्छौँ अरे अब हामी बेलुका जाँदैछौँ भोलि बिहान छोरीलाई छिटो गरेर छोरीको धेर माया लगाएर अनि हामी नबसेको नि आज होइन त्यही भएर गएको नि छोरीलाई आमालाई सम्झेर हामी भोलि जान आँट्दैछौँ जाँदैछौँ यहाँ पोखरामा बोटिङ गर्दैछौँ अब पर जान्छौँ त्यहाँनिर ऊ छ लालबाराई मन्दिरतिर जाँदैछौँ अहिले यो चाहिँ पुरै दर्शन गरेर हामी यो चाहिँ पोखराको लेक हो है पुरा फेवाताल भन्छ है एकदम मजाको छ राम्रो छ गजबको छ डाँडा काँडा हाम्रो नेपाल प्यारो छ क्या एकदम ब्युटिफुल छ अच्छा पोखरामा साइली अब आज हिमाल देख्न पाइएन बादल लागेर अझ हिमाल पनि देख्न पाइन्थ्यो त्यहाँबाट उत्रेर हिँड्दै माथि गयो कस्तो रमाइलो भएको थियो ग्रुपमा थियौँ हारो हुन्थ्यो बिन्दास थियौँ त्यो केही टेन्सन थिएन होइन त्यही त ल यो पनि खिच्दै हुन्छ यसो त्यहाँबाट ल बुढालाई चाहिँ कस्तो लागिरहेछ त बुढालाई त खिलाउ नर्मल लागिरहेछ बुढीसँग घुम्न आउँदा पनि मजा लिन आउँदो रहेछ बुढी खुसीलाई नि आफ्नो खुसी पर्दो रहेछ प्याराग्लाइडिङ गर्यो उसले गयो खुसी भइरहेछ मलाई त नर्मल लागिरहेछ अच्छा मलाई त्यस्तो लागिरहेछ नि मलाई त घारो हो गर्ने बानी भयो होला छुपा लागेर बसिरहेको छु तपाईँलाई चाहिँ एकदम सुनसान लागिरहेछ पोखरै सुनसान लागिरहेछ मलाई चाहिँ चिच्याउनु न त हा 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 गर्नु न त हिजो कोलम्बस खेल्दाखेरि त्यस्तै भएको थियो